म चाहिँ एउटा हाम्रो अटो सवारी चालक चाहिँ हाम्रो दाइलाई चाहिँ एउटा कुराहरू सोध्न गइरहेछु है दर्शकबिन। दाइ नमस्ते। नमस्ते दाइ, हजुरको शुभ नाम भनिदिनु न। मेरो अनिल हो। फुल दाइ। अनिल तामाङ। अनिल तामाङ। बसोबास हजुरको कहाँ हो? मेरो थाना भर्यो। ठानभर्याङ हेटौँडा 11 ठानभर्याङ हैन त? ए अनि के छ अटोको कमाइ धमाइ? भइरहेछ 7-8। खुसी हुनुहुन्छ? एकदम बिजोग छ नि। 700-800 भनेर घर खर्चै पुग्दैन। अहिलेको जमानामा 700-800 भने त त्यो त अब नर्मलै भयो है। नर्मलै छ। अनि कस्तो खुसी हुनुहुन्छ त परिवार सबै? परिवारले खुसी बनाउनै पर्यो। 700-800 भए पनि अब कमाएर दिनु पर्यो। परिवार कतिजना हुनुहुन्छ हजुरको दाइ? मेरो एउटा बुढी, हजुर, एउटा छोरो। छोरी हुनुहुन्न? छोरी छैन। छोरो चाहिँ कति वर्षको हुनुभयो त हजुरको? छोरो त 17 वर्ष। 17 वर्ष भइसक्यो है। अनि हजुरको चाहिँ म एकचोटि अटोपट्टि यसो हेरेँ ल। प्रदेश नम्बर 3030012 नम्बर रहेछ त हजुरको है, बजाज। अहिले त अब यो खरेडी महिना हो दाइ होइन? अनि के छ, जम्मा दिनको 8-900 मात्रै बन्ने हो र अटोमा? कहिले काहीँ त लटरी लाग्छ नि। त्यो भन्नै सक्दैन है? भन्नै सक्दैन। कुनै बेला झ्याप्प भेट्छ। झ्याप्प पनि भेट्छ। कहिले काहीँ अब खल्डीमा कमिला पनि हिँडेर गएको दिन पनि होला हैन त? कहिले काहीँ कमिलै हिँडिरहन्छ भने तनाव छ के? आइया कहिले कमिलै हिँडिरहन्छ। हाँसिराख्नु भएको छ हाम्रो गजेल दाइ चाहिँ। उहाँ पनि अटो चालक हुनुहुन्छ है भाइ। हाम्रो सबै अटो चालक व्यवसाय नै हो सबै है। हाम्रो चाहिँ एउटा कस्तो भने अब मनको कुराहरू चाहिँ सेयर गरेको हो होइन। अब सबैले भन्छन् घरमा चाहिँ हाम्रो गङ्गा दाइ आउँदै हुनुहुन्छ है। गङ्गा दाइ ठिक छ नि? कस्तो छ कमाइ दाइ? ठिक छ नि दाइ? भाउजू खुसी हुनुहुन्छ? ल अनिल दाइ दुई शब्द भनिदिनु न। अनि किन अनि अरूले सुन्नमा चाहिँ आएको चाहिँ कस्तो हुन्छ भने दिनमा त 2-3 हजार कमाउँछ अरे त भनेर अरूले त त्यो छिमेकीहरूले जग हालिदिरहेको हुन्छ घरमा भाउजूलाई। अनि भाउजूले त्यो कुराहरू तपाईँलाई भन्नुहुन्न? फल्नाले चाहिँ 2-3 हजार कमायो भन्छ। अनि तपाईँले चाहिँ किन यो 800 भन्दा किन नल्यायो भनेर कराउनुहुन्न भाउजूले? त्यस्तो हुन्छ। यो 2-4 दिनको बासी पैसा देखाउँछन् हामीलाई। बासी पैसा देखाउँदाखेरि हामीलाई लोभ देखाउँछ। कोही अटो ड्राइभर त्यस्तै हुन्छ क्या। बासी पैसा देखाउने अनि हामीलाई चाहिँ लोभाउने कि। कमाइ त हामीलाई कति हुन्छ थाहा छ नि त। घरमा झगडा गराइदिने? घरमा त झगडा हुँदैन, हाम्रो कहिल्यै हुँदैन झगडा। त्यो त हुँदैन। मतलब चाहिँ अरू साथीभाइहरूले गर्दाखेरि त घरमा त त्यो यस्तो रेस सुन्नमा आएको त भन्ने त वातावरण त भयो नि त होइन त? त्यो रेको कुरा पत्याउन नि कि फेरि घरमा बुढीले। भनेपछि अब तपाईँ चाहिँ घरको मेन गार्जेन भइसकेपछि तपाईँले नै डन भनिदिइसकेपछि सक्यो होइन त? मैले मनाउँछु नि त। ल हस् दाइ। ल दाइ अब चाहिँ मनको वेदना पोखिदिनु भयो। यसमा त दाइलाई धेरै धेरै धन्यवाद। अब छुट्टी छौँ दाइ है। धन्यवाद। ल हस् दाइ हस्।